चिम्टी निकाल्दा के गर्दैछौँ हामी गर्न चाहिँ यहाँ पहिला सुरु है अब ट्र्याक्टर जोत्न रेडी हो तान्नी मामा यताबाट सिधै यसरी तान्ने है अब यसलाई लक गरेर राख्नु थियो पहिला लक गरेर यसमै हालेर हुन्छ ठिक छ यहीँ भुइँमा यही नै ल यसलाई घचा घचा गरी गाडीको जस्तो तान्नु पर्यो अनि यसलाई फेरि यता साइडमा राख्नु पर्छ साइडमा भन्नुहोस् है यो बसिहाल्ला यहाँ राख्नु गाडीको पर्दैन यहाँसम्म आउँछु अब यो जताबाट हाले नि भने कि उल्टो सुल्टो हुँदो उल्टो सुल्टो हुन्छ अब ल मलाई भन्नुहोस् यसको उल्टो सुल्टो कुनलाई बताइन्छ भनेर भन्नुहोस् यताबाट जोत्ने ठाउँ छ त छैन नि यहाँ हेर्नु त बाक्लो छ नि हैन बाक्लो छ यहाँ हेर्नु त पातलो छ पातलो छ चुच्चो छ है यसलाई कता फर्काउनु पर्ने हो त यसलाई पाउनुहोस् है त म हेरौँ है त यसलाई यसो चाहिँ फर्काउने हो त यसो फर्कायो भने अब यी पातलो धारा आयो यो धारा आयो यो चिउँदो भयो अब उ त फाल्दै ल्याउनु यसलाई निकालौँ यसलाई निकालौँ उ त फाली हेर्ने कसरी मिलाएको छ हैन यो यहाँ जोइन्ट छ मामा यहाँनिर जोइन्ट यहाँ जोइन्ट छ है यहाँ जोइन्ट छ नि यो जोइन्टलाई बाहिर पारौँ एकचोटि यो जोइन्टलाई बाहिर पारौँ बाहिर पार्दा के भयो मिल्यो मिल्यो पोजिसन मिल्यो मिल्यो ल हाल्नु त ल यो जोइन्टलाई चाहिँ बाहिर बनाउनु पर्यो बुझ्नुभयो न त गाडी न भन्छ नि अब यहाँ दुलो मिल्यो खोइ मिलेको छैन मिलाउनु त ल तान्नु धेरै तान्नु अझ बिस्तारै थोरै अलिअलि घुच्च गरेर लैजानु भित्र लैजानु अझै भित्र ए पहुँच त्यहाँबाट मिल्दैन पहुँच त एकचोटि निकाल्नु त भनेपछि त्यसमा मिलाउनु पर्यो यसमा मिलाउनु पर्छ यो उ यहाँनिर मिलाउनु यहाँ यसमा तल्लोमा भने यसले यस्तो हालेर घुमाउनु यो पुरा नबुझेर यहाँ मान्छेहरूले त्यत्तिकै जोतेर छन् मैले पहुँच मैले सिधा मिल्यो होला त ल मिल्यो ल चिरापिनहरू अब लक गर्नु पर्यो यो लक गर्नु पर्ने धेरै गाह्रो छ यो हाल्ने फेरि यतैबाट होला होइन छिराइदिनु यताबाट फेरि यताबाट चाहिँ उतार यताबाट छिराइदिनु यो नमिल्ने साथी यो यताको हो भन्ने कुरो बुझ्नु पर्यो यसलाई नि यहाँ फेरि ट्याक्क आफूले झिक्ना हुने गरेर पुरै छिराइदिनु पुरै फेरि भाग्छ अनि यो आधा टक्रक्क राख्ने भने त्यहाँ मर्दाहरूले ल भने अलिकति मलाई थाहा छ गाडीमा गएर अब त्यताबाट अब यतापट्टि यिनीहरूले यो टायर त तपाईँको भन्छ के गाह्रो छ कि यत्तिकै त मान्छे यही खोल्नलाई गाह्रो हुने रहेछ तल धार जहिले पनि माथि हुनु पर्यो माथि होइन उता फर्किनु पर्यो यता फर्किनु पर्यो होइन बाहिर अब यसरी हाल्दाखेरि चाहिँ भान्दालाई ढिलो भयो होला यसरी हाल्दाखेरि चाहिँ के भयो त मिलेन फाली नै मिलेन भनेपछि उफ्रिने नि न गाडी नै भने अनि मैले युट्युबमा हेरेको कि भन्छ यहाँ दुलो हेर्नु यो छेउको दुलो पार्नु अनि मैले उता चाहिँ हेर्थेँ होला फेरि यो चाहिँ चिम्टी त बुढीको त कपाल लाउनु जस्तो रहेछ काम पनि लाग्ला कि जस्तो लाग्यो यसलाई उतै रहेछ काम लाग्छ यो त नभए तारकै बनाउँदा नि हुने रहेछ आफूले होइन भोलि पर्सिको अनेक थरी आइडिया आउँछ मामाको त्यो अब यसलाई हुने चाहिँ म त सोधिहाल्छु नि भन्छ फोन गरेर फोन चाहिँ म त दुःख दिन्छु त ठिक छ त नि त्यहाँ हाँसो नि होस् न होइन हाम्रो एउटा ल बस भयो फेरि त अहिले चाहिँ न्युट्रल भयो भन्छ आफैले तपाईँको नि आउनेवाला छ युट्युबमा भिडियो ताने होला त्यहाँ अस्ति अर्काले चाहिँ फेरि अर्काले गर्ने चाहिँ यतै हेर्नु भन्छ होइन स्टार्ट गर्नको लागि चोक लिएको यो लिएको अनि पछि चाहिँ उतै लानु हजुर मेरो गुरु भनेको ट्र्याक्टरको तपाईँ है